यहाँ चाहिँ आरामले हिँड्न पर्छ। तेरो बुटो त यस्तो ढलेको रहेछ। च्याउ पनि छैन, च्याउ चाहिँ छ अलिअलि। आज चाहिँ हामी जङ्गलतिर घुम्न जाँदैछौँ दिदी र म। जङ्गलमा चाहिँ के भेटिन्छ, के हुन्छ हेर्नको लागि लास्टसम्म रहनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अहिले चाहिँ यस्तो छ लास्टै। आज चाहिँ कुहिरो लाएर पानी आउनु लाछ। यस्तो छ बाटो, हिँड्न पनि पानी आएर बाटोभरि पानी छ। यो पारिनु जाने जङ्गलमा चाहिँ हामी चाहिँ आज खास गरी च्याउ टिप्नेछौँ। मान्छे त जान त गइसकेछन्, त्यहाँदेखि भाग्यमा च्याउ भए टिप्नेछौँ। कति भेटिन्छ त्यो हेर्नलाई चाहिँ भिडियोमा लास्टसम्म बस्नु होला। हामी चाहिँ अब आइसक्नुलाई। यो चाहिँ साह्रै ठुलो, यति ठुलै भइसकेको छ। अब कति भेटिन्छ च्याउ। यस्तो छ बाटो, लास्टै अप्ठ्यारो, जुगा लाग्छन्, ध्यान दिएर हिँड्नुपर्छ। ती मान्छे हिँडिराखेका छन्। च्याउ अब टिप्न त टिप्यो होला नि, च्याउ नि अलिअलि भेटिन्छ कि भन्ने आशा चाहिँ छ। हामी चाहिँ साह्रै खोला आइसक्यौँ। यस्तो छ यता नु, यति ढौ पनि भयो, यस्तो चिप्लो छ बाटो। च्याउ कति भेटिन्छ। खोलो चाहिँ यस्तो सुसाइरहेको छ, यस्तो छ खोलो, यति खतरा। अहिले भ्यू पनि राम्रै छ, मौसम ठिकै गरिरहेछ। कति पानी आउन सक्छ, यस्तै छ। खोला चाहिँ जताकतै साना साना जताकतै छन् खोला, पुरा यस्तो हिँड्नुपर्छ। जताकतै जुगा लाग्छन्, जताकतै जुगा खोला। जुत्ता लगाएर चाहिँ आउनु सकिन्न, चप्पलै लाग्नुपर्छ यस्तो हामीलाई। खोला त यस्तो छ, यति जताकतै खोला छन्। यस्तो यस्तै चिप्लो छ। अझै हामी माथि आइसक्यौँ, धेरै टाढा छैन। अब च्याउ तिनजना ठाउँमा त भेटिन्छ कि भेटिन्न भन्ने चाहिँ फिक्स छैन, तपाईँसँग भेटिन्छ होला। खोला चाहिँ यस्तो ठुलै भइसकेको छ। अलि पछि झन् ठुलो पानी आयो भने झन् ठुलो हुन्छ। त्यति ठुलो छ नि, यहाँ चाहिँ आरामले हिँड्नुपर्छ जुगा लाएर। यस्तो छ खोला, हिँड्नुपर्छ। अस्ति अप्ठ्यारो छ बाटो धेरै, यस्तो छ बाटो चिप्लो। यस्तो छ मौसम चाहिँ, धेरै पानी कति आयो भने थाहा छैन, जस्तो आउन सक्छ। अहिले चाहिँ यस्तो बाटो, खोला त्यसै सोचाइरहेको छ। बाटो चाहिँ यस्तो छ, जताकतै जुगा लाग्छन्। कट्नामा जुगाले छोप्छ, जुगा चाहिँ हेरिराख्नुपर्छ। यत्तिकै यो जुगा त जताकतै जुगा लाग्छन्। हामी चाहिँ अलिक छिटो जानुपर्छ, जुगा छन् जताकतै। चराहरू कराउँछन् धेरै। च्याउ टिप्ने ठाउँतिर त मान्छे त गएकै छन्, टिपे होला नि सायद। मान्छेले च्याउ त टिपे होला नि, के होला र। त्यही पनि यस्तै मान्छे झरेका छन्। यस्तो छ।
च्याउ चाहिँ खोजी हिँड्नुपर्छ। च्याउ चाहिँ यति नै हुनु तर छैन अहिले। अब अरू च्याउ चाहिँ डानु हुन्थ्यो तर मान्छे आइसकेको रहेछन्। आएर टिपिसकेछन्। यत्रो पनि छोर छैन सबै टिपेछन्। अलिअलि नै दिदीको खुट्टा जुगा लागेको छ पछाडितिर। बिग गाई च्याउ चाहिँ छ अलिअलि। यस्ता पनि फलेको छ। भेटिन्छ भेट्टो अलिअलि भए पनि। यत्रो हिँडेर आएकोले भए पनि फाइदा त भयो। यता चाहिँ त्यति छैन। देख्न मात्र छ ओखल्नु। यहाँ छ च्याउ चाहिँ यस्तो। माथि जाने हो जाम अलिअलि जाम्ला थोडा पनि भेटेला। नभए नि जुगा चाहिँ लास्टै नभए नि हुन्छ। जुगा चाहिँ यस्तो लास्टै हुन्छ। च्याउ चाहिँ त्यही हो। लिँदैन यस्तो हुन्छ च्याउ। यस्तो छ। यस्तै छ अलिअलि एक छाक हुन्छ मिसाएर खानालाई। यस्तो चाहिँ छ। यत्र यस्तो च्याउ छ अलिअलि भेट्टो अलिअलि भए पनि। यस्तो छ च्याउ। तलतिरको चाहिँ लग यसैमा आएको। यसमा त अलिकति काटेर चाहिँ लगेको रहेछ तर अलिअलि चाहिँ छोडेको रहेछ। त्यही भए पनि भयो भेट्टो अलिअलि भए पनि। अब चाहिँ अलि माथितिर जाँदैछौँ। त्यता चाहिँ भेटिन्छ कि च्याउ अलि भए पनि। अलि उतातिर अब चाहिँ अलि माथितिर जाँदैछौँ। हिँड्दा हिँड्दै ढोका पुग्न पनि हो। त्यहाँ माथि भए हुन्छ नत्र फर्केर गइन्छ घरतिर। आजको लागि चाहिँ मान्छे चाहिँ गएकै छन् तर भेटिन्छ कि जुगा पनि लास्टै लाग्छन् यतातिर। यो भर्खर हामीले भेटाएको थियो नाम चाहिँ अग्राथे हो नि दिदी। अग्राथे हो। यहाँ चाहिँ अर्को ठाउँमा आइसक्यो। यहाँ छ कि छैन हेर्न पर्छ। दिदीले छैन भन्नुहुन्छ। मान्छे त हिँडेछ टिप्यो होला सायद। त्यो च्याउ फल्ने बुट्टा चाहिँ यस्तै ढलेको छ। यहाँ च्याउ छ कि छैन त्यही हेर्न बाँकी छ तर छैन होला। च्याउ त्यही रहन्छ टिपेको रहेछ। यस्तरी बुट्टा चाहिँ यस्तै ढलेको रहेछ। च्याउ पनि छैन टिपेछ पुरै लुडो हो। देख्न मात्र भेट्छ च्याउ चाहिँ। यता चाहिँ त्यति भेट्दैन। छररी च्याउ त भेट्दैन। अब फर्किन पर्यो। अब घरतिर अलिअलि थोरै भए पनि भेट्यो अलिकति त्यहाँ नि आएको अलिकति फाइदा भयो। त्यति चाहिँ भेट्दैन। सोचे जति भेट्दैन अलि भए पनि भेट्यो। अब घरतिर जाँदै यता त च्याउ त्यति नै भेट्यो धेरै भेट्दैन। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।